नमस्कार, नेपाली कमेडी भण्डारको चौथो श्रृंखलामा यहाँलाई हार्दिक स्वागत छ। यसअघिका प्रस्तुतिहरू तपाईले मन पराइदिनुभयो, जसले हामीलाई अगाडि बढ्ने थप प्रेरणा मिलेको छ। च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गरिदिनुभयो भने अझ राम्रा प्रस्तुतिहरू प्रस्तुत गर्न हामीलाई मोटिभेसन मिल्नेछ। अतः च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गरिदिनुहोला। अब ढिलो नगरी नेपाली कमेडी भण्डारको आजको प्रस्तुति सुरु गरौं। मैले हिजो पार्टीमा पुरै एक बोतल रक्सी एक्लै सिद्ध्याएँ। मलाई विश्वास थियो कि यसका बावजुद पनि म आफै कार चलाएर घर जान सक्छु। तर एउटा असल नागरिक भएको हुनाले मैले ट्याक्सी बुक गरेँ र त्यसमा बसेर गएँ। जनचेतनाको लागि मैले यसको स्ट्याटस फेसबुकमा राखेँ, जसमा 600 वटा लाइक र 400 वटा कमेन्ट आयो। सबैभन्दा मजाको कमेन्ट त अन्तिममा थियो, जसमा लेखिएको थियो, भाइ तो ट्याक्सी लिएर गइस् कहाँ, पार्टी त तिरै घर थियो। तपाईको वजन 100 किलो छ, त्यो मंगल ग्रहमा जम्मा 38 किलो हुन्छ। चन्द्रमामा जम्मा 16.6 किलो हुन्छ। यसको मतलब तपाई बिल्कुल मोटो हुनुहुन्न, तर तपाईको इन्ट्री गलत ग्रहमा भएको छ। त्यसकारण खानपिन परिवर्तन गर्न केही जरुरी छैन, ग्रह परिवर्तन गर्नुहोस्। अचेलका केटीहरू जमानीमा बुहारी हुना साथ छुट्टिएर अलग्गै बस्न रुचाउँछन् र बुढ्यौलीमा सासू भनेपछि छोरा बुहारी आफूसँग बसेनन् भनेर गुनासो गर्छन्। छिमेकीको एउटा आन्टीले भन्दै थिइन्, हाम्री बुहारी त गाई हुन् गाई। मैले पनि नयाँ बुहारीको मुख हेर्न जाँदा 1 बोरा गाईको दाना उपहार दिएर आएँ। त्यहाँदेखि छिमेकी ती आन्टी मसँग बोल्दै बोल्दिनन्। हरामी हो बेटा। एउटा पनि काम राम्रोसँग गर्न आउँदैन तँलाई। ध्यान दिएर काम गर्न, यो तेरो आनाको घर होइन, बुझिस्? ओ, धेरै फुटानी लाउन पर्दैन, तिम्री आनाको घर पनि होइन यो। कुखुराको पोथी अन्डा किन्न दोकानमा गई र दोकानदारसँग एउटा अन्डा मागी। पसलेले सोध्यो, कुखुराको पोथी भएर पनि अन्डा किन्न आइस् त? पोथीले जवाब दिई, म किन आएको भने नि, मेरो भालेले जाबो 25-30 रुपियाँको लागि तेरो फिगर नबिगार भनेको छ। छिमेकीको घरमा लोग्ने स्वास्थ्यको झगडा परे जस्तो छ। यस्तै दुःख पीडा पर्दा त हो नि छिमेकी काम लाग्ने। तपाईँ एकचोटि यस्तो जानु न। म त्यहाँ 1-2 चोटि गएको थिएँ, त्यही भएर झगडा परेको हो क्या। फुपूले 32 वटा दाँत देखाएर मोबाइलमा लक हाल्नु भएको रहेछ। अस्ति एउटा दाँत झर्यो, 3 दिन भयो मोबाइलको लक खुलेकै छैन। एउटी युवतीले फेसबुकमा स्ट्याटस लेखिन्, यदि आमा बाबुलाई पाल्ने अधिकार छोरीहरूले पाउँथे भने यो देशमा एउटा पनि वृद्धाश्रम हुन्थेन। त्यसमा एकजना युवकले आफ्नो प्रतिक्रिया दिए, यदि बिहेपछि सम्पूर्ण छोरीहरूले आफ्नो सासू ससुरालाई नै आमाबा जस्तै ठान्दिने हो भने यो देशमा मात्र होइन, विश्वमै एउटा पनि वृद्धाश्रम हुन्थेन। यार यसलाई सम्झाइदिएन,
सबै मेरो जिएफसँग कुरा लाग्छ यार। हिजो त फिल्म देखाउन पनि लगेछ। तेरो दिमाग छैन कि बेचेर खाइस्? साथीको जिएफसँग पनि कसरी यस्तो कुरा गर्छ? म त भाउजू हो। भाउजू भनेको त आमा समान हुन्छ। अरे थाहा छ कि छैन? भाउजूलाई रेस्पेक्ट दे, रेस्पेक्ट। हिजो त उसले तेरो नम्बर पनि मागेकी थिए। अनि दिनु पर्दैन त? साथी म हिँड्ने, फेरि भेटौँला। सासुआमा तपाईँकी छोरीमा एउटा पनि गतिलो विशेषता छैन। हो त नि ज्वाइँ बाबु, थाहा छ। त्यही भएर त कुनै गतिलो केटो पनि भेटिएन। कैसा लगा मेरा मजाक? डाक्टरले एकजना वृद्ध बिमारीलाई न्युरोलोजिस्ट कहाँ रेफर गर्दै भने, बुवा एकपटक दिमागका डाक्टरलाई पनि देखाउनुहोस्। वृद्धले बसेको ठाउँबाट उठ्दै भने, मलाई त लागेको थियो कि तपाईँसँग पनि दिमाग होला। जाऊ न दिदी, मेरो लागि एक कप चिया बनाएर ल्याउ न। जान्न 2080 साल चैतको 13 गते साँझ 7:22 जाँदा मैले तँसँग एक गिलास पानी मागेको थिएँ। याद छ कि छैन? त्यति बेला तैँले दिन्न भनेको थिइस्। पहिला पहिला उसलाई लाग्थ्यो कि दुनियाँमा 7वटा रङहरू मात्रै हुन्छन्। त्यसपछि ऊ आफ्नो श्रीमतीसँगै नङ पालिसको दोकानमा गयो। त्यहाँदेखि ऊ संसारमा कति रङ छ भन्ने कुरामा पुरै कन्फ्युजनमा छ। ल भाइ बहिनीहरू भन त कसलाई थाहा छ नेपालको सबैभन्दा खतरनाक नदी कुन हो? भावना सर। कसरी? किनभने नि प्राय सबैजना यसमा बग्छन् सर। सैलुनबाट कपाल काटेर फर्किएका पतिले पत्नीलाई कपाल देखाउँदै भने, ल हेर त, आज म तिमीभन्दा 10 वर्ष जवान देखिएको छु कि छैन? तुरुन्तै पतिले जवाब दिए, पुरै कपाल खबेर मुरुलै भएर आउनु पर्थ्यो नि। भर्खर जन्मेको जस्तो देखिन्थ्यो। वैवाहिक जीवनमा बाँधिएका परिहरू शनिबारका दिन अनलाइनमा देखिँदैनन्, किनकि उनीहरूका शक्तिमानहरू शनिबार घरै हुन्छन्। ल विद्यार्थीहरू, आज पहिलोचोटि म्याथको परीक्षा हुँदैछ। यस्तोमा धेरैले नर्भस भएर कापी, कलम र इरेजर आदि घरमै बिर्सिन्छन्। तिमीहरूले पनि बिर्सेको भए टेन्सन नलिनु, मलाई भन्नु, यहाँ सबै चिजको व्यवस्था छ। सर मेरो लागि पनि एउटा व्यवस्था गर्नु पर्यो। के बिर्सिस् त तैँले? पढ्न बिर्से सर, अनि म्याथको नोटबुक पनि घरमै छुटेछ। बाबा दाहिने हात चिलाएको छ। वत्स, लक्ष्मी आउन लागेकी छिन्, धन प्राप्त हुन्छ। बाबा देब्रे खुट्टा पनि चिलाएको छ। वत्स, यात्राको योग छ। कोखो पनि चिलाइरहेछ बाबा। उत्तम भोजन ग्रहणको अवसर प्राप्त हुनेछ वत्स। बाबा गर्दन पनि चिलाइरहेको छ। है उता जा, तँलाई लुतो लागेर छ। दर्शक बिन्दा, आजको हाम्रो प्रस्तुति तपाईलाई कस्तो लाग्यो?
यदि राम्रो लाग्यो भने नेपाली कमेडी भण्डार च्यानललाई सब्स्क्राइब गरिदिनुहोला। लाइक, शेयर र कमेन्ट पनि गरिदिनुहोला। यसका साथै आजको प्रस्तुति यही सकिएको छ। हामी फेरि नयाँ सामग्रीहरूका साथमा छिट्टै 5औं श्रृङ्खला लिएर आउने वाचा गर्दै बिदा हुन्छौं। धन्यवाद।